हेलो नमस्कार गुड मर्निङ सबैजनालाई। आज म फेरि सामान्य ज्ञान सम्बन्धी केही जानकारी लिने क्रममा आज नेपालको भूगोल सम्बन्धी जानकारी लिएर आएको छु। नेपालको जम्मा वडाको संख्या 6743 छ। गाउँपालिकाको संख्या 460 छ र नगरपालिकाको संख्या 276 छ। त्यसैगरी उपमहानगरपालिकाको संख्या 11 छ र महानगरपालिकाको संख्या 6 वटा छ। जम्मा स्थानीय तहको संख्या 753 छ भने जम्मा सरकारको संख्या 761 छ। त्यसैगरी नगरपालिका विहीन जिल्लाको संख्या नेपालमा 5 वटा छ भने गाउँपालिका विहीन जिल्ला नेपालमा 2 वटा छ। बढी स्थानीय तह भएको जिल्ला सर्लाही हो जहाँ 20 वटा स्थानीय तह छन् भने कम स्थानीय तह भएको जिल्ला पूर्वी रुकुम हो जहाँ 3 वटा स्थानीय तह मात्र छ। धेरै गाउँपालिका भएको जिल्ला धादिङ हो जहाँ 11 वटा जिल्ला रहेको छ भने धेरै नगरपालिका भएको जिल्ला रौतहट हो जहाँ 16 वटा नगरपालिका रहेको छ। त्यसै गरेर नेपालमा 2 वटा नगरपालिका र 4 वटा जिल्लाहरू क्षेत्रफलको आधारमा बराबर रहेका छन् र ती नगरपालिकाको नाम हो धुलिखेल र बनेपा। क्षेत्रफलको आधारमा बराबर छन् र जसको क्षेत्रफल 55 वर्ग किलोमिटर छ भने जिल्लाहरूमा रामेछाप र तनहुँ 1546 वर्ग किलोमिटर छ भने बर्दिया र डोटी 2025 वर्ग किलोमिटर रहेको छ र ती जिल्लाहरू क्षेत्रफलका हिसाबमा बराबर छन्। धन्यवाद। फेरि भेटौँला। नमस्ते।